बाटोमै छोड्छ भनेर कतिले उयो गर्थे, तर अहिलेसम्म हामी सँगै छौँ। हामी एउटै ठाउँमा बस्छौँ, एउटै ठाउँमा खान्छौँ। छोटा पटका बडा धमाका त्यो चाहिँ नि गर्छ यो सिनेमाले। लगभग 2 करोडको खर्च हुने रहेछ। अझ म त पहिलो निर्माता गलत थिइनँ र छैन पनि भन्ने हो जुन चलचित्रमा म देखाउन चाहन्थेँ। अघि पनि भने यात्रा, जीवनको यात्रा। बाटोमा गीत गाउने बालक आज दाइको कारणले यत्रो ठुलो पर्दामा देखिन पाउँदाखेरि एकदमै खुसी लागिरहेछ। मन बिनाको धन ठुलो कि धन बिनाको मन। अशोक भाइ जति मिठो गीत गाउनुहुन्छ त्योभन्दा बढी मिठो अभिनय गर्नुहुँदो रहेछ। दाइ इज ग्रेट। थ्याङ्क यू दाइ। एकचोटि छातीमा हात राखेर भन्नुहोस् त, हामीले हाम्रो गुरुहरूका लागि के गर्यौँ? 100% अशोक दाजुको बायोपिकमै फिल्म बनिहाल्नुपर्ने त्यस्तो ग्राफ बनिसकेको छैन।